अझै हाम्रो भाषामा मगरपुरमा राजनीति 2082 साल फागुन महिनाको आज 13 गते बुधबारको दिन कुनै पनि कार्यको कारण हुन्छ, त्यो कारण बिना कार्य हुँदैन भने जान्छ। के कारणले आज यहाँ हामी उपस्थित भएका छौँ भन्दाखेरि अहिले हामी बागमती प्रदेश काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 जोरपाटी आनन्द गणेश मन्दिर निवासी बाबा महल थापाज्यूको छोरा आज मङ्गल शुभ विवाह यहाँहरू सबैलाई केही समयको लागि धेरै धारण गर्नको निमित्त यहाँलाई म विनम्र अनुरोध साथ म वापा जसले आफूले जाने बुझेका कुराहरू समाजमा गएर सहजीकरण भूमिका निर्वाह गर्नेलाई छ भन्दै त्यसै गरेर मापा भनेको माझाको एकदम पहाड हेर्लेको भन्ने अर्थ लाग्छ। मापा भनेर त्यो भनेको छोरी मानिसहरूले पनि यो संस्कार सम्बन्धी जानेर समाजमा गएर सहजीकरण भूमिका निर्वाह गर्नेलाई मापा भनिन्छ। अहिले हामी हस्तवीर आले र कुल्पी आलेजीको नातिनी र गुमान सिंह र सुमित्रा आलेजीको नातिनी र किशोर कुमार आले र पवित्रा आलेजीको छोरी निरु आले साथै अहिले हामी यता कर्णबहादुरजीको छोरा सुशील थापाज्यूसँग आजको योजना भएको छ। यहाँहरूले पनि यो समय पक्कै पनि पाउने हुनुहुन्छ। त्यसले गर्दाखेरि समय साक्षेप अब हामीले समयलाई विलम्ब नगरिकन हामी अगाडि बढाउँदैछौँ, किनभने घरमा गरिने र फेरि यता होटलमा गरिने कार्यमा अलिक फरक पनि हुनसक्छ।
त्यसैले गर्दाखेरि समय साँच्चै हामीले गर्न पर्यो। हामीले अघि नै बिहान 12 बजे अगाडि सकौँ भन्नुहुन्थ्यो, तर समय भनेको यस्तै हुन्छ है। त्यसले गर्दाखेरि अहिले हामी चाहिँ यसलाई अब सबैले हामी सम्पन्न गर्नको लागि आउनुहुने उहाँको निरुजीको जेठो बुवा टेकबहादुर आले, त्यसै गरेर उहाँको जेठियामा देवीसा आले, त्यसै गरेर उदय बहादुर आले र दिल्ली आलेज्यू र त्यसै गरेर दिलबहादुर आले, रुखमाया आले र उहाँ स्वयं आफै किशोर कुमार आले र पवित्र आले र तिरबहादुर र सविता आले र लोकेन्द्र र झुमा आलेज्यू र साथै कान्छो उदय कुमार र भविसरा। यहाँ दाजुभाइहरू पनि नजिक आएको भए अझै राम्रो हुने थियो। त्यसै गरेर उहाँको जतिलाई अब भने समयलाई विलम्ब नगरिकन अगरबत्ती किसक्छ अगरबत्ती बालेर छेमाया छाना नत्र भने थालमा राख्नु होला। अहिले हामी सबैजना यता हाम्रो दुलहा पक्ष र दुलै पक्ष दुवै पक्षका आफ्नो जति पनि यहाँ जन्ती आउनु भएको छ उहाँहरू र फेरि यता चाहिँ निम्तपट्टिबाट आउनु भएको छ उहाँले पनि यता सुन्नको लागि पनि हामी विनम्र अनुरोध गर्दछौँ। अब भने हामीले समयलाई विलम्ब नगरिकन हामी अगाडि बढ्छौँ भन्दै ल सबैले पहिला हामी त्रिशरणसहित पञ्चशील ग्रहण गर्नुपर्ने हुन्छ। यही भन्नु के भन्नु अल्झिने होइन यहाँ मात्रै भन्नु ल बास के यता दुई तिनजना मात्रै दिन्छ यो समय हुन्छ होइन। अलिकता पहिले सार्न नपरोस् भनेर यहाँ के थियो अहिले फेरि हामी हटेपछि त्यही हुन्छौँ एकदिन दिनुहोस् ल। सबैभन्दा पहिला हामी क्षमा याचना गर्छौँ। क्षमा याचना गरिसकेपछि शिल प्रार्थना गर्छौँ। शिल प्रार्थना गरेपछि हामी परित्राण पाठ गरेर फेरि उहाँहरूलाई आफ्नो जीवनमा व्यवहारमा उतार्नको लागि 5 गृह विनयहरू कर्तव्य पालन गर्नु। तथ्यन्ति नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। वहाँ तथागत भगवान अरहन सम्यक सम्बुद्धलाई शिर उपरण धारण गर्दै वन्दना गर्दछु। ओकाशद्वारा कयन कथं सत्वं अपराधं क्षमाथा मे भन्ते। द्वितीयन्ति तृतीयन्ति ओकाशद्वारा कयन कथं सत्वं अपराधं क्षमाथा मे भन्ते। हे भगवान्, हामीहरू यस मनुष्य लोकमा जन्मिएर आजसम्म अहिले भर्खरसम्म मैले यो काया र शरीरबाट बोली र वचनबाट र मनबाट कुनै त्यस्ता गल्ती अपराधहरू गरेको भए, बोलेको भए र चिताएको भए साक्षात्कार क्षमा गरिदिनुहोस्। ल सबैले साह्रै ल जम्मा गरेर एउटा दुईवटा मात्र यहाँ राख्ने अरू चाहिँ बाहिर हुन्छ। त्यसले गर्दाखेरि हजुर बस्नुहोस् ल फुल लिनु साथमा है हजुर बस्नुहोस्। एउटा मात्र राख्नुहुन्छ बाहिर त गमला त्यो ल पहिला सुन्नुहोस् है आगो सुन्नुहोस् है भन्थे होइन हो। त्यस्तै अहिले हामी पूजा आरम्भ गर्न अगाडि हामीले पनि कोइला अथवा अगरबत्ती लिएर क्षमा याचना गरेका छौँ। फुल लिन्छौँ ल। अहिले हामी त्रिशरणसहित पञ्चशील ग्रहण गर्छौँ र सबैले हातमा फुल छ भने लिएर बस्नुहोस् ल। भन्नुहोस् नमो तस्स सम्मा सम्बुद्धस्स। द्वितीयन्ति तृतीयन्ति नमो तस्स अरहं सम्यक सम्बुद्धलाई शिर उपरण धारण गर्दै वन्दना गर्दछु। हामी सङ्घं शरणं गच्छामि, दुःखं शरणं गच्छामि, ज्ञानीको शरणं गच्छामि,
सही नै कुनै चिज वस्तुहरू अरूले नदिएसम्म हरण नगर्ने शिव शिक्षालाई राम्रोसँग पालना गर्दछु। कामेषु मिथ्याचार वेरमणि शिखापदं समादयामि। पर स्त्री पर पुरुष व्यभिचार कर्म नगर्ने शिक्षापदलाई राम्रोसँग पालना गर्दछु। हिंसावादा वेरमणि शिखापदं समादयामि। जीवनमा झुट कुरा नबोल्ने शिव शिक्षालाई राम्रोसँग पालना गर्दछु। सुरामेरय मज्जपमादत्थान वेरमणि शिखापदं समादयामि। आफूलाई र आफ्नो शरीरलाई हानिकारक हुने खालका नशालु चिज पदार्थहरू सेवन नगर्ने शिक्षापदलाई राम्रोसँग पाल्नेछौँ र एकले अर्काको चाहिँ त्यो दुर्व्यवहार गर्ने छैन भनेर गरिरहेको छ। अनि नम्बर 4 भनेको के भन्दाखेरि मुसावटा जीवनमा एकले अर्कालाई ढाक्नु हुँदैन। ढाकेन भने त सत्य हुन्छ नि त होइन। त्यही यो कारणले गर्दाखेरि हेर्छ पहिला भनियो त ढोका पनि थिएन, घर पनि थिएन, घरै थिएन, ढुङ्गा मुढाको कस्तरामा बस्थ्यौँ। तर पनि त्यसरी बस्दै बस्दै अनि हुर्किँदै बढ्दै गयो। सुरक्षित हुन पर्यो भनेर मानव सर्वश्रेष्ठ प्राणी। त्यसले गर्दाखेरि घर बनाउन थाल्यो। घरमा पनि फेरि चोरी भयो होला, ढोका लगायो होइन। ढोकाले पनि ढोका दियो, ढोकाले नि ढोका दिएर ताला बनायो के फेरि। अनि तालाले नि ढोका बनाएपछि के बनायो? अहिले चाहिँ फेरि सिसी क्यामेरा बनाइसक्यो कि अब सिसी क्यामेरादेखि के आउने अब। त्यसले गर्दाखेरि हामी चाहिँ जीवन पाइन्छौँ हो। अनि 5औं नम्बरको सुरामेर भने आफूलाई गलत हुन्छ भने त्यो अहिले चाहिँ त्यस्तो चाहिँ सुरामेर मादक पदार्थ सेवन नगर्ने यहाँ त आज नियम बनाउनु भएको छ नि होइन, त्यो नगराउने भनेको छ। त्यसले गर्दाखेरि त्यसपछि अघि नै आमाले भन्नुभएको थियो है मगरकोमा त खान पर्छ नि भन्नुभएको नि हो खानेले हो। तर पनि अनि चाहिँ यहाँ चाहिँ अलिक नगराउँ होइन, त्यसले घरै गएर खाउँला। त्यसले गर्दा त्यो आफूलाई ठिक्क हुने के दबाई त खानु पऱ्यो तर पनि आफूलाई मिल्ने किसिमले चाहिँ लिनु पऱ्यो। त्यसले गर्दा आफूलाई जोस हुने खालको मादक पदार्थ चाहिँ सेवन गर्नु हुन्न भनेको यो चाहिँ सेवन गर्नु। जीवनमा सबै स्वीकार गरी आजदेखि आजको द्वारा यिनीहरूका जीवन यापन गर्दै जाने प्रतिज्ञा गरेको
अतिथिद्वारा समायोजित जनसम्पत्ति सुतेर सन्तुष्ट पाइरहने प्रतिज्ञा गर्दछु। अलङ्कारानु खादानेन तब संस्कृतिकाको कतिजनाले मैले आफ्नो पत्नीलाई गहना वस्त्र अलङ्कार अभिषेक आदि प्रदान गरी सन्तुष्ट पारिराख्ने प्रतिज्ञा गर्दछु। त्यसैले मैले यी 5 प्रतिज्ञालाई पूर्णतः पालन गर्ने प्रतिज्ञा गर्दछु। साधु साधु साधु। पालना गर्ने प्रतिज्ञा गर्दछु। मैले आफ्नो घरको सम्पूर्ण कामकाज राम्ररी सम्पादन गर्नेछु। मैले छरछिमेकी आफन्त र परिवारका सदस्यहरूलाई राम्ररी विचार सञ्चार परिवार सुनिश्चित गर्ने राम्रो व्यवहार गर्दछु। म अति कारणले नभई श्रीमानको विश्वासिलो नारी गर्दछु। मैले आफ्नो श्रीमानले समयले अनुसार धनसम्पत्तिलाई हेनाहेना नगरी रक्षा गर्दछु। मैले घरको सम्पूर्ण कामकाज दक्षता एवं निपुणतापूर्वक अति नमानी गर्दछु। यसरी मैले यी 5 प्रतिज्ञा पूर्णतः पालना गर्ने प्रतिज्ञा गर्दछु। साधु साधु। जीवनमा सिन्दुर लगाएको मान्छे बिचमा ल्याउनु तर हाम्रो त समाजलाई देखाउनको लागि चाहिँ सिन्दुर लगाएको होइन। त्यो भनेको भोलि गएर जीवनलाई गएर के परमार्थ हुन्छ यो भनेको जीवनमा त्यो यस्तो सामु आए सबै कुरा हामीले के भयो यहाँ दुईजनाले गल्ती गर्ने भएर हाम्रो पनि गल्ती हुन्छ। हाम्रो पनि हाम्रो काम दुवैजनाले गल्ती गर्न हुन्न र अहिले हामी के गरेका छौँ महापुरुषजनाले प्रतिज्ञा गर्नु भएको छ। सबै यदि यसमा गन्ती छ भने सबै साझेदार गर्न सबै अतिसम्म त जिल्लातिर हुने भएको होइन। मेरो उहाँले यता बानीतिर काम के गर्नुभएको छ वास्तव भनेको पहिला अघि नै आउनु त्यो आफ्नो स्थान बुझेको अबदेखि मेरो स्थान पनि पाउनुभयो भनेर बुझिँदैन। त्यही त सहयोग बस्नु भएन सबैले अहिले आज चाहिँ हामी त्यो संसद गरिसकेन ल अहिले कुरा
सबै सुन्ने जतिले कुशल पुण्य 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 लिपा बस्नुहोस्। साधु 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 सबै सुन्ने जतिले कुशल पुण्य लिपा बस्नुहोस्। साधु 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 बुढाले जान्छ शारीरिक भ्रमणको नामले गल्ती गरेर क्षमा गर्दै साधै साधै त्यो त्यसपछि त्यो लुगा फेरि बस्ने होइन है के हुन्छ हजुर के फरक पर्छ हावाले सँगै के फरक पर्छ एकजनामा बस्नुहोस् बजे 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 सानो लु जोरा बजे जोरा जोरा ल बजे ल अनुसरण गऱ्यो भने पक्कै पनि उहाँलाई फलदायक हुन्छ र उहाँलाई मात्र नभए पनि जो यो भिडियो हेर्लै बज्यो झोर्ले झोर्ले ल अनि आज जुन हजुरले नातिनीको बिहे हेर्नुभयो कस्तो लाग्यो बिहे हजुरलाई राम्रो भयो राम्रो बिहे राम्रो लाग्यो यहाँ 100 वर्ष पुग्नु भएको फेरि बिहा गर्नुपर्छ उहाँको फेरि टक्क लाएर 99 वर्ष पुगेर 100मा होइन 100 वर्ष भयो अहिले 100 वर्ष होइन सन्तान हो सन्तान बाजे नि 103 वर्ष बाद तपाईँको बिहे गर्दाखेरि कसरी गर्नु भएको थियो यस्तै रमाइलो भएको थियो कि तानेर लछारे पछाडि गरेको हो तानेर ल्याएको होला त्यति बेला चाहिँ तानेर ल्याएको कि बजेको बिहे गर्दा लछार पछार गरे हो बाजेले मागेर माइतीको अनि नातिन 16 वर्षमा उसले के अरे नातिनीलाई तपाईँ के भन्नुहुन्छ यो भिडियोबाट नातिनीलाई भोलि पर्सि नातिनीले भिडियो हेर्छ होइन के भन्छ नातिनीलाई के भन्छ अर्का घरमा गएर यस्तो यस्तो गर नानी होइन अर्का घरमा धेरै कुरा ख्याल गर्नुपर्छ
भनेछ कोही बात कोहीको मुखबाट त्यहाँ नराउँ सुन्नु नराउँ हुने चाहिँ अनि त्यति हो यता चाहिन्छ तेरो बाउ यताबाट सुन्नु पर्दैन तिम्रो घरतिरबाट सुन्नु राम्रो मैले भने ज्ञान पनि फर्काएन तपाईँले नातिनीलाई फर्काए मात्रै ज्ञान पनि दिनुभयो नराम्रो कुरा सुन्नु नपरोस् भन्नुभयो होइन अनि ज्ञान पनि दिनुभयो ल ल ल ल दोहोरा ल निजोर ल ल बजेर यो आज जुन यो भान्जीको बिहे भयो के छ हजुरलाई यो अलिक अनौठो जस्तो लागेको छैन आज अब गोडा धोएर खानुपर्ने होइन आफ्नो संस्कृति पेसा हाम्रो यो अनि जस्तै अब यो हाम्रो के छ भन्दाखेरि संस्कारमा चाहिँ खुट्टा धोएर खान्छ नि त त्यो खुट्टा धोएर खानु पाएन कति मन रुया होला उहाँहरूको अब हजुरको पनि मन रुया होला भान्जीको खुट्टा घट खानुपर्ने पानी खानु पाएन नि त त्यही भएर यो बिहे कस्तो अलिक खल्लो लागेको छैन हजुरलाई केही छैन हजुर जो बुद्धिस्ट अनुसारको जो हाम्रो धर्म अनुसार त्यही नै छ कि हामीले खुट्टा घोडा धुँदैन होइन अनि सिन्दुर लगाउँदैन हामीले कहिले पढ्नु पार्नु त्यही अनुसार नै हामीले केही छ जो हाम्रो संस्कार छ त्यही अनुसार हामीले यो गरेको त्यसरी उहाँहरूले अगर त्यस्तो चाहन्छ उहाँहरूले होइन हामीले सिन्दुर हाल्नुपर्छ यताउता अगर भन्न चाहन्छ अनि सिन्दुर हाल्ने चाहिँ किन केलाई हाल्ने त्यो कारण होला नि किन हाल्ने त्यो अब त्यो हिन्दुइजमहरूको हिसाब किताबले अब उहाँहरूले ए त्यो छ त्यो खिचडी जस्तो भयो होइन त्यो एकदम गाह्रो छ बुझ्नुलाई अब यतातिर छ हजुरलाई होइन अलिकति आइदिनु हो त्यहाँ हजुर यो अलिकति अहिले हामी मगरहरू चाहिँ यो खुट्टा धुने सिन्दुरमा जुदी राखेको छ होइन अब खुट्टा धुएर खानु पाएन भनेर चाहिँ तपाईँको त्यो मुत खानु पाएन भनेर गोबर खानु पाएन भनेर चाहिँ रुइराखेको छ मगरहरू सिन्दुर हाल्नु पाएन यो सिन्दुर नहाल्दा चाहिँ के हुन्छ धन्यवाद हजुर नमस्ते म रामकुमार प्रधान सुर्खेतदेखि हजुर सिन्दुर हालेर हजुर सिन्दुर हालेर महिलालाई विभेद गर्न नहाल्दा के हुन्छ सिन्दुर हालेर जुन महिलामाथि विभेद गरिन्थ्यो पुरुषले जति एउटा बिहे गरे पनि उसको थाहा नहुने र एउटा बिहे गरेपछि महिलालाई सिन्दुर हालेर विभेद गर्न यसलाई एउटा चाहिँ टिका एउटा चाहिँ सधैँभरि एउटा अभिशाप बोकाइराखेको जुन प्रचलन थियो हाम्रो पुरानो यो मगरहरूले पहिला गर्दै आएको संस्कारलाई लोकभन्दा संस्कारलाई यहाँ जगाइदिनुको लागि म धेरै धन्यवाद दिन चाहन्छु विगतदेखि नै अब हाम्रा अग्रजहरूले बिचमा आएर यो चाहिँ विभिन्न संस्कार गर्नु भए पनि हामीले जब यो प्रकृति पूजक भएकोलाई प्रकृति पूजा गर्दै आउँदा हामीले प्रकृतिलाई नै साँच्ची राखेर पूजा गर्दै आएको जुन संस्कार थियो त्यसलाई यहाँ जगेर्ना गरिदिनुमा लोक लक्ष्मी जगेर्ना गर्नु यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र पुरुषलाई जुन कतिवटा बिहे गरे पनि र पुरुषको बिहेको पहिचान नहुनेर महिलालाई सिन्दुर हालेर सधैँभरि चाहिँ यो चाहिँ एउटा पहिचान बनाइदिएर आत्माको लागि उसले भारी बोकाइराख्ने जुन प्रचलन थियो त्यो प्रचलनको पुनः अन्त्य गर्न यहाँ लाग्नु साधु साधु अनि यो जस्तै अब यो खुट्टा धोएर खानुपर्छ भन्ने मगरलाई के भन्नुहुन्छ हजुरले यो अनभिज्ञता हो जस्तो लाग्छ मलाई अज्ञानता भएर अज्ञानता हो अनभिज्ञता हो हाम्रो संस्कार के हो हामी के हो हाम्रो संस्कृति के हो हाम्रो परम्परा के हो भनेर नबुझेको कारणले यो यस्तो बिचमा जुन घुम्न लिइरहेको लय लयमा अर्काको कुरा सुनेर भनेको होइन लय लय यस्तै लागेको अवस्था हो अनि हजुर यसलाई चाहिँ अब बिस्तारै हामीले परिवर्तन गर्दै पुनः रूपान्तरण हुँदै हामी चाहिँ जानुपर्छ भन्ने अनि यो जस्तै अब सिन्दुर नहालिकन बिहे हुँदैन भन्ने मगरहरूलाई के भन्नुहुन्छ सिन्दुर नहालिकन बिहे हुँदैन त नहुने नहुने त यो विगतमा चाहिँ हामीले पछिबाट आएको प्रचलन हो यो आयातित प्रचलनलाई बिस्तारै त्यागेर हाम्रो भएको हाम्रो चाहिँ जुन पुरानो प्रचलनलाई हामीले पनि अँगाल्नुपर्छ अब जस्तै हजुरले हेरिराख्नु भएको छ यहाँ होइन देश विदेशबाट सम्पूर्ण होइन बुद्धिस्ट पनि होला हिन्दू पनि होला क्रिस्चियन पनि होला होइन नेपाली होला होइन अब बाहुन छेत्री कामी जति पनि सबै होला सम्पूर्ण नेपालीलाई सम्पूर्ण विदेशमा रहनुहुनेलाई के भन्नुहुन्छ हजुरले यो जात जाति भन्ने कुरो पछिबाट बनाइएको हो हामी पहिला जन्मिँदा आउँदाखेरि जन्मसँगै मृत्यु असँगै जाति सबैको छ र जात जाति भनेको मान्छेले पछिबाट विभिन्न कारणले विभिन्न परिवेशमा विभिन्न परिस्थितिमा बनाइएको हो हामी जात होइन हाम्रो प्रथम जात मानिस हो मानिस भएर जन्म लियो र त्यसपछिको जात भने एउटा महिला पुरुष हो
यही नै हाम्रो चाहिँ अन्तिम पनि यही हो, सुरु पनि यही हो। र बिचमा हामीलाई यो भुलभुलैया पार्नलाई, भुलाउनलाई विभिन्न किसिमको जातिहरू जुन विभेद गर्नलाई अथवा विवाद गरियो, त्योबाट हामीलाई ठुलो चाहिँ समुदाय मिलेर बस्ने समुदायलाई मिल्न नदिने अवस्था रहेको हुँदाखेरि सम्पूर्ण देश विदेशबाट नेपाली दाजुभाइहरूलाई हामी मानिस हौँ, मानिस भएर पाल्नुपर्छ, मानिस भएर आउनुपर्छ भन्न चाहन्छु। एकदम। अनि यो जुन हजुरले थोरै एउटा क्वेसन उठाउनु भयो त्यहाँ होइन, जिज्ञासा जुन यो सबै मिलेर बसेको ठाउँमा यो मिल्न नदिने भन्ने कुरो थोरै चुस्स भित्र छिर्यो त्यहाँ, त्यो कसले चाहिँ नदिएको त्यो मिल्नलाई? यो विगतदेखि नै यो विभिन्न किसिमको शासकहरूले आफ्नो अनुकूल बनाउनको लागि आफ्नो घर सन्तानलाई पछिसम्म पनि यस्तै भइरहोस् भनेर आफ्नो घर सन्तान सजिलो होस् भन्नको लागि जो विगतमा शासन गर्नुमा शासकहरूले यो विगतमा शासन गर्ने हो कि पछाडि छिरेर चाहिँ यहाँ बिगार्नु खोजे हो? यो यस्तै हो। अब आफ्नो लाभको लागि कोही बिचबाट छिर्ने भए, कोही चाहिँ पछाडि छिरे उसको संस्कार छैन, अनि हाम्रो संस्कार खिचडी बनाउने अनि उसको संस्कार लाद्ने, भाषा नभए, संस्कार संस्कृति नभएर सबै कुरो नासिने भयो। नासिएपछि म को हुँ, हामी को हुँ, के हो नचिन्ने अवस्था भएपछि त्यो बनाइदिएपछि सजिलो पर्ने भएको कारणले गरे होला गरे। जस्तै अब हजुरले खबरदारी गर्नुपर्दा हाम्रो मगरको भाषा छ, संस्कार छ, रीतिरिवाज छ होइन, अहिले त्यत्रो हामीले भिडियोमा देखेँ होइन, हाम्रो चाहिँ त्यहाँ चाहिँ होइन हाम्रो चाहिँ ऊ आउँछ नि त भत्कुरे, त्यसलाई चाहिँ मालाहरू लगाउने त्यो राम्रो संस्कार छ। हाम्रो गानाहरू छ होइन, मारुना, कौडा, सोरथी, सालैजो होइन, यति मिठो मिठो छ। हाम्रो मगरको संस्कारहरूलाई बिगार्ने, हाम्रो भाषा इतिहासलाई मेटाउने, त्यसलाई के भन्नुहुन्छ हजुर? खबरदारी गर्नुपर्दा के गर्नुहुन्छ? हामी यो अरूले जगाएर हामी आफ्नैबाट हामी आफै जाग्नुपर्छ। यदि हामी साँच्चै कि हामी चाहिँ हाम्रो बिगार्नु खोज्यो भने त्यसलाई जहाँ जसको कुनै पनि समुदायले संरक्षण गर्नु छ, उनीहरूलाई चाहिँ त्यसलाई आफ्नो अनुकूल गराउनु, उसको धर्म, भाषा, कला त्यो त गरिराखेको छ, मेटिदियो भने ऊ आफै पनि त्यो त गरिसकेको छ। पहिचानबिन हुने भएको हुँदाखेरि हामीले भित्रैदेखि हामी एकदम सबै एकजुट भएर एकजुट हुन म सबैलाई आग्रह गर्न चाहन्छु। होइन, मैले चाहिँ हजुरसँग के भन्नु चाहन्छु अन्तिममा, कलालाई जगाइराख्नुपर्छ। अनि त्यो त हाम्रो आइसकेको छ अघि त्यो कुरा। यदि मगरको इतिहास मेटाउन खोज्छ, मगरको भाषा मेटाउन खोज्छ भने त्यसलाई खबरदारी गर्नु पऱ्यो भने यो जसले चाहिँ यो दुष्प्रयास गर्नुहुन्छ, दुस्साहस गर्नुहुन्छ यो मगर भाषा कला संस्कृति मेटाउनको लागि उहाँहरूलाई म यी बारे म के चेतावनी दिन चाहन्छु भने हामी विगत जस्तो छैनौँ। अब हामी जुरुक्कै जुरुमराएर उठेका छौँ। साधु साधु। यस भुमरीमा, यस आँधीबेरीमा तपाईँहरू पर्नु होला, होसियार रहनु, जोडिनु।